यो चाहिँ समुद्र फादा। सो हेलो एन्ड नमस्ते गाइज, वेलकम ब्याक टु माई च्यानल। इट्स मी विशाल तामाङ। अनि सबैजना सन्चै हुन्छ होला, म पनि एकदमै सन्चै छु। उयो चाहिँ हाम्रो बस्ने ठाउँ है होइन। अनि हामी चाहिँ अहिले कम्पनीमै छ। हाम्रो चाहिँ कम्पनीमै बस्ने खाने सबै व्यवस्था छ। यतापट्टि किचन छ, अहिले देखाउनु भ्याउँदैन। हामी चाहिँ थोरै घुम्नु गएको काम सकेर होइन। यतापट्टि फेरि पनि हाम्रो विवेक साथी, अनि यतापट्टि सागर ब्रदर छ होइन। अनि आज विवेकले चाहिँ काम गरेको यहीँनिर हो। यहाँ चाहिँ अरू साथीहरूको चाहिँ ओभरटाइम चल्दैछ क्या, यहाँनिर गर्दैछ। उहाँ चाहिँ नेपाली हाम्रो हाङजाङ हुनुहुन्छ होइन। अनि उहाँबाट चाहिँ मैले काम गरेको काम के गरेँ भनेर देखाउँछु पनि। 8 घन्टा काम गरेको छु। अनि मैले चाहिँ के बनाएको भन्दाखेरि उयो छ नि, यो पाइप बाँस ओसारेको जस्तो लाग्दै थियो। बाँस जस्तो छ नि त, यति लामो लामो ट्याक्क 4-5वटा यसरी अम्ला घुसार्यो। अनि त्यस पछाडि काँध लायो बोको। हामीले बनाएको चाहिँ त्यो 132वटा बनाएको आज हामीले। उयो यो छ नि, यो यस्तो झ्याल जस्तो, यो ठुलो छ क्या छनु चाहिँ। यो चाहिँ हामीले 132वटा बनाएको। एकजना यहाँनिर कहाँको थोङतिमुर कि कता श्रीलङ्काको कि थोङतिमुरको हुनुहुन्छ होइन। उहाँले सिकाउनु भयो। अनि उहाँले यस्तो उयो पाइप चाहिँ त्यो छिगेछामा बोकेर यहाँनिर ल्याउनुहुन्छ। अनि त्यस पछाडि त्यहाँदेखि चाहिँ अलिक भित्रसम्म लगेपछि मेसिनमा राख्नुको लागि चाहिँ हामीले उचाल्दै राख्नुपर्ने हुन्छ। अनि ऊ त्यो छ नि, त्यो पनि बनाइसकेपछि चाहिँ त्यो छिगेछाले नै लाँदो रहेछ होइन। कति 35वटा बनाइन्छ एकचोटि एक लटमा। अनि अहिले चाहिँ हामी एकछिन घुम्नु जाउँ भनेर निस्किएको। यहाँनिर समुद्र छ क्या, 2 पाइलामै। यहाँदेखि अब 2 पाइला जस्तै भनिदिएको। यो चाहिँ हाम्रो अफिस हो है। कहाँ गयो चल्यो? म त बाहिर निस्किसकेँ। सागरहरू कहाँ गए? छैन त। यो समुद्र हो। यहाँनिर चाहिँ हामी वान्दोमा छौँ, छल्ला नाम्दोको। पर ब्रिज जस्तो छ है, ब्रिज नै हो त्यो। अनि अरू त थाहा भएन। त्यो सागरहरू कहाँ गयो? यहाँ टोइलेट गयो होला सायद। पर पो पुगिसकेछ। ला पर पुगिसकेछ केटाहरू त। लु मलाई त अफिसतिर पो छिरो कि जस्तो लाग्दै थियो। छैन रहेछ। छिटो जाडो छ क्या, जाडो छ। पन्जा लगाउनु पर्छ। अनि यो सेतो चाहिँ खै के हो कुनि, यो समुद्रबाट आएको यो के को त्यो खोस्टा के अरे के भन्छ हौ त्यसलाई, सिपी हो कि के हो कुनि, त्यस्तै के हो कुनि। ओभर गनाउँदो रहेछ क्या यो चाहिँ, लास्टै गनाउँदो रहेछ। यो चाहिँ हाम्रो कम्पनी बाहिर चाहिँ मैले हामी आमामामा लास्टै चिसो। आछु धनमा हावा चल्छ यार यसले। आमामामा चिसो छ यार। यो हाम्रो कम्पनी बाहिर। यो अर्को कम्पनी हो कि यो खै के हो कुनि थाहा छैन यार। यो चाहिँ यो खै के हो ब्रो। लास्टै जाडो छ त हौ। आमामामा यताबाट हावा चल्दैछ क्या, अनि यसरी हिँडेको। तिमी हात त तिमीहरूको गयो होला त, झन् पन्जा लगाएको छैनौ त।
ए यहाँ हेर्नु बोटै बोट देख्न सक्नुहुन्छ यहाँनिर। पर चाहिँ पानी जहाज पनि छ जस्तो लाग्दैछ, देखिँदैछ अलिअलि। त्यो पर पानी जहाज हो क्या ब्रो? यहाँ बोटै बोट छ है। आमा उही हममुल अरे उही हममुल लेखिरहेको छ त्यहाँ त। त्यहाँ जानु हुँदैन होला, उही हममुल लेखिरहेको छ त्यहाँनिर। यो के हो यो कोरियाको थाहा भएन। बस्ने ठाउँ चाहिँ आराम गर्ने ठाउँ होला। हामीले गर्ने कम्पनी चाहिँ प्लास्टिक कम्पनी भन्दो रहेछ, त्यसलाई पनि केमिकल नै भन्दो रहेछ भन्नु चाहिँ होइन। जाउँ न परसम्म पुगेर आऊँ न, दिन्छ होला नि त होइन। अनि हामीले पनि यस्तै बनाउने हो। सागर ब्रो तिमीले बनाएको थियो होइन ऊ त्यही डल्लो प्याक गरेको यही हो। यो त चोपालेर निकालिसकेको रहेछ खै अब यो त्यो जाल हो यो। यही जाल नडुबोस् भनेर चाहिँ यो के अरे यो बनाउँछ क्या। यो बनाएर चाहिँ त्यो समुद्रमा हाल्छ क्या। त्यहाँनिर सबै उयो त्यो फुप्यो नै छ। यहाँ पनि एउटा रहेछ होइन। अनि ब्रदरले चाहिँ त्यसकै एउटा फक्लेटा बनाएको हो क्या। उसले चाहिँ निकालेर काटेको बनाउने चाहिँ अर्को हुनुहुन्थ्यो होइन। अनि मैले चाहिँ त्यो पाइप तान्दै बाँस ओसारेको जस्तै 132वटा बनायो। तिमीहरूले कतिवटा बनायौ? खै कतिवटा बनायो यार थाहा भएन। ऊ त्यो अलिअलि देखिँदैछ होला, देखेछ है हो। त्यो चाहिँ हो हामीले बनाउँदै गरेको त्यही हो क्या। यो चाहिँ समुद्र फादा, दिस इज फादा। यो अस्ति जाडो छ यार आम्मा। अहिले चाहिँ बेलुकाको कति 6:30 हो ब्रो? 7:09 रहेछ। बेलुकाको खाना चाहिँ जतिवटा खाना खाए पनि हुन्छ क्या। त्यहाँनिर हाम्रो आजुमनी आउनुहुन्छ अनि उहाँले बनाएर छोडिदिनुहुन्छ अनि तताउने खाने हो क्या बेलुका खाना चाहिँ। अनि बिहानको त अब 7 बजे खायो होइन। अनि आम्मा लास्टै बनाउँदैछ यार। यहाँको माछा हो कि के हो ओइ? बनाएको छैन बनाउँदैछ क्या। ऊबाट हाम्रो कम्पनी चाहिँ यहाँदेखि छुयोङथेक हो क्या। अनि आम्मा लास्टै बनाउँदैछ यार। म के भन्दैछु बिहानको खाना 7 बजे खायो, त्यस पछाडि छम्सीगान चाहिँ हाम्रो 12 बजे हुन्छ होइन। अनि त्यसपछि बेलुकाको खाना त जतिखेर खाए पनि हुन्छ। अनि कफी पनि फ्री छ है, ढुक्कै छ कफी। मैले त आज 2चोटि खाएँ, भोलि पनि त्यही हो 2चोटि खाने हो। त्यहाँ हुँदाखेरि चाहिँ खानु लास लाग्यो क्या खास कुरो। पानी मात्र खाएर आएको। जानु दिन्छ कि दिँदैन उता? यो त हामीले म्यापमा हेरेको है विवेक हो नि। ब्रो के भन्नु छ आजको कामको बारे? ओ ब्रो आज कामको बारे के भन्नु छ? मजा आयो है। मजा आयो साँच्चै कि मजा आयो। अब पहिलोपल्ट भएर पनि होला। ब्रो आजको कामको बारेमा के भन्नु छ? काम त कति मजा आयो काम गरेको मजा आयो। थोरै ढाड दुख्यो है? हल्का ढाड दुख्यो। मेरो त यहाँ अलिकति दुखिरहेको छ। किन भन्दाखेरि यो देब्रे हातले अलिकति धेरै काम गर्नु पर्यो नि त। यसले चाहिँ छट्ट त पाइपको दुलोभित्र त्यो कति 5वटा अम्ला हाल्ने अनि 5वटै पाइप तान्ने भयो भने 6वटा पाइप पनि तान्ने अनि जुरुक्क उचाल्ने बोक्ने मेसिनमा राख्ने त्यही हो। यहाँदेखि त्यहाँ बोटमा जानु मिल्ने रहेछ तर हामी जाँदैनौँ। हामीलाई थाहा छैन, यहाँ केही पनि थाहा छैन कति गहिरो छ के गहिरो छ समुद्र अब होइन। ऊ पर कस्तो राम्रो टापु देखिरहेछ। यो सबै टापुहरू अरे क्या। यो देखिँदैछ नि उतापट्टि पनि सायद समुद्र छ है के छ थाहै छैन ल। ओइ ब्रो उता पर के हो? त्यो मूर्ति हो अघि हामीले देखेको? जाउँ न त्यता कि भोलि जाउँ? भोलि जानुपर्छ त्यसो भए। ल भोलि जानुपर्छ त्यसो। ऊ त्यो मूर्ति रहेछ क्या त्यहाँनिर। आम्मा ठुलो पो रहेछ त। ब्रोको फुर्ती नेपाली टोपी बाफले यार ओभर सहिरहेछ यार। नाला पनि देखाइदिनु रुद्राक्ष। पशुपतिनाथको यस यो फादा इम्निदा गाइज। त्यस्तै छ। आज चाहिँ 8,000 कमाइयो। ऋण तिर्यो भनौँ न 8,000 अब अर्को महिना खर्लप्पै अब कति समथिङ 70-80 हजार ऋण तिर्नु पर्ने छ है।
तिर्नु पर्यो नि त, के गर्नु हारेर आइयो होइन आमासुमाथि होइन। आमामा कति धेरै फुप्योहरू बाफ्रे यार। त्यो सबै पर किरा जस्तो देखिँदैछ नि, त्यो सबै फुप्यो हो क्या, हामी त्यही बनाउँछौँ। मैले त बनाएन, मैले त पार्टी त के हो त्यो बनाएको, ब्रदर र ब्रदरले चाहिँ त्यही बनाएको। एउटाले आधी फक्लेर उसले चाहिँ आधी फक्लेर निकाल्दै काट्दै अनि उता चाहिँ जोड्दा रहेछ क्या, त्यही फुप्योलाई चाहिँ जोड्दा रहेछ। अनि त्यसलाई चाहिँ प्याक गर्ने तिनवटा कतिवटा प्याक गर्यो, कतिवटा डोरीले बाँधेको त्यसलाई 5-5वटा। ए सानो रहेछ, ठुलो चाहिँ तिनवटा हो कि सानो चाहिँ 5-5वटा प्याक गर्ने हो। उसले खोइ कतिवटा बनाएर थाहा भएन, हामीले चाहिँ 132वटा बनाएको है। कतिचोटि भन्नुलाई त है, यो सबै त्यस्तै बनाउने कम्पनी रहेछ है, यो सबै फुप्यो बनाउने कम्पनी रहेछ क्या ऊ पर भएको। अनि गाउँ चाहिँ उतातिर गाउँ हो, उतो माथिको चाहिँ पार्क रहेछ, त्यहाँ जानु मन लागिरहेको थियो आज। अब आजै समुद्रतिर आइयो होइन, यतातिरै यहाँ ब्रदरले टिकटक बनाउने अरे। अनि यहीँ अब एकछिन बस्ने, त्यसरी जाने रुमतिर। जाडो लाग्दैछ क्या, जाडो छ है ब्रो। ओइ हात कसरी थामिरहेछौ यार तिमी, आमामा यो हात त थोरै म पन्जा लाउँदा पनि चिसो भइरहेछ क्या खास कुरो चाहिँ। अनि त्यस्तै हो काम, अब कस्तो छ भनेर सोधिरहनु भएको छ घरमा पनि। अनि त्यही हो, आन्टीले सोध्नु भएको छ, अब बहिनीहरूले सोधिरहेको थियो उता। अब अरू साथीहरूलाई पनि इच्छुक छ होला होइन, काम चाहिँ कस्तो होला के होला भनेर। अनि त्यस्तै छ काम त, अब सजिलै छ। आज एक दिन गर्दा त ओभर टाइम पनि हानिदिन्छु जस्तो लागिरहेछ होइन। तर त्यस्तै छ, अब के भन्नु है। जो फ्रेसै छु मैले, खासै गलेको छैन नि ब्रो। फोटो हान्दै एउटा फोटो खिच्छ ल, एउटा फोटो हानिदिन्छु ल। हामीले चाहिँ फोटो खिचिसकेको छौँ, अब चाहिँ हामी रुम जाँदैछौँ। धेरै जाडो छ नि त, त्यही भएर अब अघि काम गरेर नुहाइधुवाइ गरेर अनि खाना पनि नखाइकन चाहिँ हामी चाहिँ यता घुम्नु निस्केको, समुद्र हेर्नु निस्केको। केटाहरू त्यहाँ पुगिसके होइन। यो चाहिँ हाम्रो अफिस छुयोङटेक भन्छ, ऊ त्यहाँनिर त्यो मूर्ति भएको ठाउँमा चाहिँ हामी जाने भोलि। छुयोङटेक यही हो हाम्रो कम्पनी। बाहिरबाट हात छिराएर हाउ दिस पोसिबल या। दुइटै लगाइदिएँ ल। अब चाहिँ हामी खाना खान्छौँ। खानामा चाहिँ अब चाहिँ खान्छौँ के भन्छ, कोच्छौँ भनौँ न, अहिले त बानी नै भएको छैन, कोच्छौँ भनौँ न। कस्तो अब टेस्टहरू कस्तो धेरै प्रकारको हुन्छ, फान्सनहरू त परिकारहरू धेरै प्रकारको हुन्छ। 5 थोक 6-7 थोक नै हुन्छ क्या तरकारीहरू भनौँ न, तरकारी अचारहरू के अन्डा सन्डा के क्या, मासुहरू, भात हुन्छ अनि झोल हुन्छ। र पनि अब त्यो टेस्टहरू कस्तो हुन्छ क्या, खानै सकेर चाहिँ होइन, तर जबरजस्ती चाहिँ अगाउँदैछौँ भनौँ न, त्यही हो। ल अहिले चाहिँ हामी किचन आएको छौँ होइन। अनि यहाँ चाहिँ कति 1 2 3 4 5 6 7 8 9 10 11, यहाँनिर 1 थोक छैन, झोल छैन होइन। अनि 2 थोक नहालेको 11 12 13 14 थरीको रहेछ हो। सो गाइस हामीले खाना पनि खाइसक्यौँ। अनि त्यस पछाडि खाइसक्यौँ के भन्नु, कोचिङ भनौँ न अघि भने जस्तै होइन। अनि ब्रदरहरू गइसक्यो अघि नै 2जना चाहिँ होइन। अनि म चाहिँ यहाँनिर त्यो ढोका लगाएर बत्ती मार्नु भनेको, ढोका लगाएर बत्ती पनि मारिसकेँ। अनि त्यस पछाडि अब चाहिँ म रुम जाँदैछु। अनि मैले अघि कति 14 मात्रै गनिरहेको थिएँ होइन, गर्दै एकजना हाम्रो खै यहीँको कोरियन मान्छे हो कि खै कता, उहाँले चाहिँ फेसबुक छ भन्नु थाल्नुभयो। अनि त्यसपछि त्यो मैले भिडियो बन्द गर्नु पऱ्यो। 14 थरीको होइन रहेछ, 17 थरीको रहेछ ट्याक्कै। अनि त्यति थरीको खाना खाँदै अब के भन्नु, खोज्दै भनौँ न, बानीमा मजाले परेको छैन होइन। अनि कुनै दिन म खाना खाएर पनि देखाउँछु, खाना खानु मजाले आएको छैन, त्यही भएर मैले भिडियो नबनाएको खाना खाएको चाहिँ। अनि म अहिले रुम आइसकेको छु। यहाँनिर चाहिँ यो चाहिँ पासवर्ड लाउनुपर्छ क्या, अनि मात्र खुल्छ।
यो त हाम्रो लागि एकदम नयाँ कुरा हो, त्यसैले देखाएको हो। कुनै दिन म रुम पनि भिजिट गराउँछु। अहिलेसम्म भिडियो हेर्नुभएको छ भने सबैजनालाई धेरै धेरै धन्यवाद भन्दै गुड नाइट सबैजनालाई, बाई बाई गाइस।